यस हेलो एभ्रिवान हामी जाँदैछौँ सबैभन्दा विश्वको सबभन्दा ठुलो खोला Few moments later. वाउ कस्तो दामी देखेको यार पानीको फिस पुरा आम्बो कस्तो छ यार यो चाहिँ 3टा माछा आज हामीले सुकाइदिएर भोक लाग्यो साथीहरू यो चाहिँ अनि मछलीको झोल पुरा रेडी बनाएको छौँ अनि यता चाहिँ हाम्रो खाना पस्कदै हो यो चाहिँ हाम्रो चन्द्रमा कस्तो लागिरहेछ गाइजहरू पुरा भोक लागिरहेछ यार भोकले अब भक्कु खाने हो साथीहरू थ्याङ्क यू यो त लिनुहोस् तपाईँले हुन्छ यो चाहिँ म हान्नु पर्यो यसलाई टोड्काउनु पर्यो अब भात मजाले खानु पर्यो भोक लाग्यो लास्टै सही छ यो चाहिँ आजको हाम्रो मासुको तिउन है साथीहरू अनि हेर्न सक्नुहुन्छ के को मासु हो भनेकन तपाईँले पत्ता लगाउनुहोस् यो कुन माछाको मासु हो पुरा फिलावाला माछाको मासु देख्नुहुन्छ पत्ता लगाउनुहोस् है साथीहरू अब डल्लेसँग पड्काउने हो मजाले आज चाहिँ ट्यापटुप ठिक छ मछलीको काल 1 2 3 4 5 6 7 40 47 48 49 50 यहाँ एउटा थियो 51 टाउको मात्रै 51 ल मार्ने टिम 2 जना यहाँ छ मार्ने टिम त 3 जनै हो नि Itu lah. मछली कम गरेको भयो गरे कति कुरा भेट्यो भने फेरि जुडाको छ 12 seconds later. कर क्या रहा है यहाँ पे 2000 years later. आज हामी घर फर्किन आँटेको छौँ अनि आज हामी हाम्रो सामान हामी पुरा रेडी गरेर अनि हामी ब्याक गर्न फर्किन आँटेको छौँ अनि आज हामीले माछा मारेको छौँ हामी हेर्न सक्छौँ हामीले मारेको माछा एउटा दुईटा तीनटा चारटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40